हेलो गाइज, बैक टु माई न्यू ब्लग। नमस्कार सर। सर, अब तपाईँ के भन्न चाहनुहुन्छ? नाम भन्नुहोस्। नाजियाङ भागो। अब तपाईँ कतिमा पढ्नुहुन्छ? 4.5 हो। तपाईँ कुन क्लास पढ्नुहुन्छ? 5। अब तपाईँ कुन स्कुल पढ्नुहुन्छ? फोनिक्स इङ्ग्लिस स्कुल। अनि तपाईँ अब कहाँ सर्ने? कहाँ सर्ने स्कुल? फोनिक्स नि हो। तपाईँको घर कहाँ हो? कमल एक चिलाचिली एक कमल। सबभन्दा तपाईँले के गर्नु मन लाग्छ? मलाई मोबाइल होइन अरू चिज अरू खेल्न अनि अरू केही न केही फेरि भन्नु न। के हेर्नु त्यत्तिकै के हेर्नु गेम अनि बाजे पनि खेल्छौ? बाजे खेल्छौ तिमी? भविष्यमा के भन्ने? आर्मी। अनि त्यत्तिकै बसिरहेको। अनि तिम्रो मनपर्ने खानेकुरा के हो? मासु। अनि मासु बिना के गर्छौ? मोमो खान्छु। मोमो पनि छैन अरे। म भात खाँदिनँ। अनि अस्ति किन रुको? कहिले त यो मासु भन्ने रुको त्यस्तो गर्छौ? गर्दिनँ। तिमी गर्छौ? तिमीलाई दमक बनाउनु पर्छ कि दमक? हेर्न दमक मनपर्छ कि कमल? किन? पौडी खेल्न। पौडी होइन, त्यसमा 4 पनि हुन्छ। तिमी के गर्छौ? म त खेल्दै बस्छु। अनि तिमी खेलेर गल्यो भने सुत्छु। अब तिमीलाई कुकुरसँग खेल्नु मन लाग्छ? किन? मलाई पौडी खेल्नु मन लाग्छ। अनि तिमीलाई पौडी खेल्नु मन लाग्छ कि मन लाग्दैन? लाग्छ। अनि उयो खोला खेल्न कि नखेल्ने? खेल्ने। ओ लुगा छैन उता छ त हस्पिटलमा। मान्छेहरूले देखिहाल्छ नि। अब तिमी पौडी खेल्नु कि नखेल्ने? मलाई थाहा छैन। भविष्यमा के गर्ने? आर्मी। अनि सानो हुँदा के गर्छौ? सानो हुँदा खेल्छु। सानो हुँदा त खेल्नु पाइँदैन। अनि तिमी त मोबाइल हेर्दै बस्छौ त, गेममा डुबिरहन्छ।